यहाँ थियो के फोटोमा हो रे हैन बटरफ्लाई गार्डन हैन त्यो त्यही हो यतापट्टि के सिटी सक्यो त्यही यसो यता अगाडि उता उता त्यहाँ खिचेको थियो के फोटो मोबाइलमा आएको थियो आज छुट्टीको दिन अनि खै त नि अनि कता कता अड्नु त नि तिरपल हुन्छ कि न भाइ अलि सानो भइदियो यहाँ छ कि तिरपल यही हैन 10 किलोमिटर रामोजी अरे नानी हामी तीनजना बस्छौँ अरे अरे उसमा एक्सनमा के सामान ल्याउँदा त्यस्तो यो ज्यादा गाड़ी है ना अभी गाड़ी है ज्यादा सामान है तो ले लो ए गाडी अझैसम्म पनि आएन हो बुक भएन कोसिस जारी छ काट्यो अरे यता हेर्नु न पुस्नलाई गाड़ी पनि आयो हमारा गाड़ी आ गया है हमारा गाड़ी भी आ गया यही गाड़ी है ये गाड़ी में जाएंगे हेलो गाइस, अभी मेरे पापा लोग देखिए टिकट खरीद रहे हैं। अब ये टिकट खरीदने के बाद हम लोग अदर जाएंगे। और उसके बाद इधर देख सकते हैं ये प्लेस एक गार्डन एरिया नहीं है और ये पार्किंग एरिया है ये पूरा। देखिए गाइस, जाने के लिए तैयारी है। जाम के फोटो सुट भइरहेको छ यहाँ सबैभन्दा महँगो फोटो सुट भयो कि भएन? माथिबाट कहाँ आउँछ जाने फेरि अब यो अन्डरग्राउन्डबाट टिकट दिएर पास हुनुपर्छ। यहाँदेखि एन्ट्री गेट बैक चेकिङ गर्दैछ यहाँ क्यामेरा ओ डिएसएलआर क्यामेरा भनेर इन्ट्री नभनेको के यहाँबाट इन्ट्री भइयो यहाँबाट जान सकिन्छ। घुम्दै फिर्दै यता कतिखेर हिन्दी भन्छ कतिखेर नेपाली भयो बोली पनि। राम्रो थियो नि यहाँ त त्यसैले आइयो तर यो घाँसहरू चट्ट काटेको थियो अनि यो फुलहरू चट्ट फुलेको थियो। हम कब देख सकते हैं? कल तक, परसों 3 दिन पछि।
ओ के छ बाबु? तिमीले कपडा लगायो त्यो सेतो कपडा लगायो त्यो बाल्नमा खेल्ने हो अहिले त्यहाँ पनि सेतै कपडा लगाएर खेले रहेछ। उता जानुपर्छ कि और इसका नाम क्या है इसमें सेलेस्टियल नाइट कितना खतरनाक नाम रखा है इसका देखिए आपको लग रहा है ये सेलेस्टियल नाइट त्यही हैन र अब त्यही त हो नि उतापट्टि बल्ल छिरिन खान्छ कि आउँछ अरे यता कस्तो लागेछ राम्रो लागेछ ए पानी नखोल न है तेरी पानी लाओ के झोला झोला लिएर आइन्छ पालै पालो Yes. Euphorbia milli crown of thorns. Euphorbiaceae. यहाँ सक्यो अलि राम्रो स्पोर्ट स्पोर्ट सिउडी सिउडी के भन्छ नि नानीले बुकमा हेरेको थियो यसको नाम यो त डल्लो डल्लो त्यसमा हो के फल्ने सिर्फ काँडा जस्तो हो यो सिर्फ त्यसमा फल्छ कि के डेजर्टमा फल्छ रेगिस्तानमा के मैले के भनेछु त रेगिस्तान हुने के बरु हामीले सबै भ्याएर गरेछौँ क्या हो अलि धेरै रहेछ है कस्ता कस्ता हुन् हेर्नु साथीहरू थाहा छ भने कमेन्ट गर्नु है यो त्यसको रहेछ खै बाहिरको बुटो हेर्नुहोस् हाम्रो गाउँ नेपालतिर त सानो सानो हुन्छ यहाँ त हेरौँ त ओहो स्वामीको त्यो चौतारो भन्दा नि ठुलो छ है बुटाको कस्तो कस्तो के ल्याएर राखेको त हो नि त्यो सबै रेगिस्तानतिर पाइने बुटाहरू होला नि के यो त मैले बल्लै देखेँ यो होइन कस्तो तिखो यार यो दुम्सीको काँडा भन्छ नि
त्यस्तै दोहोरो छ त यार यो त छोटो छ तर बहुत नछो है नछो है भस्सै जान्छ नगर नगर यहाँ एक डेकोरेट गरेर राखेको चिज मान्छेलाई देखाउनको लागि हो नि त ए हेर्नु त यो के भन्छ अरे के अरे क्याक्टस 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 यी नेपालमा हुने बाबियो चाहिँ नि यहाँ यस्तो मजाले डेकोरेसन गरेर आएछ बाबियो नै हो नि यो त नेचरलाई त्यस्तै बनाइदिएको क्या एउटा फिल आउने क्या अब हाम्रो नेपालमा पो जस्तो पनि अब हेर्न पाइन्छ होइन हरेक किसिमका बुटो पौधाहरू यहाँ त हेर्न पाइँदैन अनि त्यहाँ चाहिँ बनाएर राखिदिनु त पर्यो है मान्छेलाई यस्तो पनि पाइन्छ भनेर थियो रहेछ यतातिर बाटो उहाँहरू उहाँ पुगिसक्नु भयो बाटो यस्तो रहेछ जङ्गल जङ्गलको बाटो खै ए गिलारी ल साथीहरू यहाँ बच्चाको खेलकुद गर्ने ठाउँ रहेछ यहाँ हेर्न सक्नुहुन्छ तपाईँहरू आरामसित आफ्नो बच्चाहरू लिएर आएर 10 रुपियाँ तिरेपछि दिनभरि जति खेले पनि भयो जति कुदे पनि भयो जति मजा गरे पनि भयो के स्त्री गहनी बिस्तारै लडिएला ल ल ल ल ल ल झार्नु कपडा चाहिँ गर्न हुन भन अहिले कति थाले आऊ क्या आऊ का छोड्दिनु के कस्तो लाग्यो मजा आयो फेरि ओ बच्चा ठुलो बच्चा कताबाट जाने हो उताबाट पाइपभित्र गएको नआउने किन नआउने है छोरी कस्तो लाग्यो तपाईँलाई दामी लाग्यो बहुत गर्मी नानु त्यस्तो होइन तल निकालिदिनु ए छिप्किली बिस्तारै ल भयो ल जाम अब उताको यहाँ हेर्न गन्दा गरिहाल्यो है भयो कि भएन के त खेल्यौ नि अब उता त भागे ल कुन खेल्ने हो
ये कैसे करते हैं मालूम? मालूम नहीं कसरी खेल्ने यो होइन त चल्दैन तिमीसँग त हुँदैन नानी एकचोटि देखाउनु त बाबु हुँदैन के मलाई हुन्छ के दिन्न त्यस्तो अर्कै हो तिमीले त हेर्दै होइन कसरी हो र अब पछाडि आउनु न अच्छा यस्तो हो कसरी गर्छौ यो चुप्लेटी होइन त्यस्तो होइन छोरी यो त स्लाइड जस्तो मान्छे स्लाइड नहीं है यतापट्टि बेन्च स्क्वाट मार्नु ल यो 5 मिनेटमा पुरै खत्तम गरिदिनु भयो क्या यसले हाल्दै त त्यहाँ एउटा उंगलाले उठाउन सकिन्छ भाइ तँ चढ्न सक्दिन नि ले म अन छैन होला हेर्नु अन गरेँ होइन मैले ल ल ल ल ल उठेर गर उठ खडा भएर हो होइन यसरी नै हो ल भयो छोरी ल निक्छ या भयो भयो कि भएन भयो छैन यसको समात्न पर्यो कि ओके भयो जाम मम्मीहरू उहाँ बसिराख्नु भएको जे होस् बच्चाहरूलाई टाइम पास गर्ने ठाउँ मजाको छ यहाँ फुर्सदिलो समय हुनुपर्छ अब फेरि अर्कोचोटि आउने अनि मजाले बसेर खेल्ने हस् के भन्यो फेरि भन त कुन यहाँ बस्दा बस्दै अल्छी लाग्यो भने केही भोक लाग्यो भने यहाँबाट चाहिँ नि खानेकुराहरू लिन सकिन्छ साथीहरू चिसोहरू ठन्डाहरू कोल्ड ड्रिङ्क्सहरू केही खान मन लाग्यो भने यहाँ आएर लिन सक्नुहुन्छ यहाँ आएर खान सकिन्छ ललिपप खानुहुन्न छोरी खोकी लाग्छ जेली होला क्या ल ल पहाड़ ओहो एक ये दे दीजिए ना भैया ये कितने का है 20 रुपए का एक दे दीजिए 2 दे दीजिए ना और एक दे दीजिए हाँ मलाई सबै एउटै कलर त छ नि सबै ल हेर्नु साथीहरू अब गएर एकछिन नास्ता लिएको छ नास्ता खाइन्छ क्याम्पा लिने होला कि पेप्सी लिने होला कुन पेप्सी कहाँ छ र पेप्सी के चाहिए छोरी ये वाला मम्मीलाई पनि चाहिए रे यही है अभी भाग के आए अब बोल रही मम्मी को और दीदी को ना हेर्नु साथीहरू यसरी आफ्नो आफ्नो परिवारहरू आएर यसरी खेल्ने वाह यसरी खेल्ने हाँस्ने कुद्ने गर्छन् यो पार्कमा सबै आफ्नो आफ्नो फ्यामिलीहरू आएर यसरी ग्रुपमा बसेर आनन्द लिन्छन् यो ग्रेनेडीको
बस्ने यही बस्ने वाला गरे हो कहाँ बस्ने खोइ आलु त बस्नु न के गर्दै हो दाइको लागि लिएर आको क्याम्पा यो ल साथीहरू अब हामी केही खाजा खाने कार्यक्रम छ जिराफ हो जिराफ ल फुच्यो ती राम्रो दुबो लगाएको है तर न्याममा गयो यार फुटबल किलो छ कि यहाँ त यता यता ल साथीहरू तर कस्तो कि गद्दा जस्तो लचक लचक छ क्या यो त ल मारे मारा मारे ल न ल ल जुत्ताले त धोका पो दियो त ल हेर्नुहोस् त यी अब यहाँ त यो पार्कमा केही मिल्दैन हेर्नु खाना निकाल के हम लोग अभी खाएंगे चप्पल उता ल हेर्नु त साथीहरू घात पो भयो त मलाई त यहाँ त कहाँ गएर टाल्ने होला अब यसलाई ल गाइज हेर्नुहोस् नेपाली रोटी प्याज हरियो खुर्सानी पनि ल ट्याक्क लाएर देखिए गाइस क्या क्या डाल रहे हैं डिशेस बन्ने ल यता के यता एकछिन नतान्नु न भाँडा या भात पुऱ्याउँदै लाउनु पर्यो न मिठो मिठो ए तेरिका चना आलुको सब्जी भाइ खाना आलू और रोटी रोटी अनि फेरि यो के भन्छ अरे यो हजुर मासु चल्दैन होला कि खाइहाल्नु भएको जस्तो नाम पनि ट्याक्क नआएको के भन्ने होला काँक्रो काँक्रो प्याज खुर्सानी पनि हो ल लाग्दै गर्नु मेरो त चप्पल निस्क्यो हजुर लगाइ त खोल्नु त दाइ यति मेरो त पानी मात्रै वेस्ट गरेको खान्छु म पनि धेरै होला है पहिले टक्क बनाएर चाहिँ सब्जी मासु लिएर आएको मम्मी खानुहुन्छ नि त हजुरले त्यही भाँडा खाने मलाई त खै त अर्को भाँडा यसैमा खानु लाग्यो भयो त्यही भएर पाँचवटा दिएको त बहिनी बहिनीलाई कहाँ गर्नुभयो त न हजुरले उही मासु पनि अझ हो देखिए गाइस चिकन भी लेके आए भाइ अब यो त के अन्त अब हो हो ल भाइ अलिकति थाप्नु मासु ल साथीहरू किसको ल यी मासु पनि रहेछ ल खाइयो हामीले त हाल्नु नि त दिदी हजुरलाई रोटी खान्छु कि खाउनु हौ हाल न के टेन्सन गरेर हो त्यसैमा खानु नि त म कटेर भान्छु के भन्नु लाग्छ वनभोज खाँदाखेरि कस्तो लाग्यो वनभोज पिकनिक पार्टी जे भन्दा नि भयो हाउडेको बाउ हाउडेको बहिनी हरेको दिदी बहिनी ए हाउडेको मम्मी हरेको बहिनी बहिनी आफ्नै रुममा जे भन्दा नि भयो नि साथी हो मन खानु सरी तिमीलाई कस्तो लाग्यो नि दामी छ के त्यो मुभी भन न मुखले 150 राम्रो लागेको छ कि नराम्रो त्यही अगाडि राम्रो लागेको छ लास्ट सो 150 जानियो कहाँ पिक्चर अहिले आफ्नो पिक्चर देखिसक्यो जुत्ताले कभर कहाँ खाल्नु भएको ल साथीहरू हामीले अहिले यहाँ नास्ता खाजा जे भने नि खायौँ र अब यहाँ क्लिन गरेर हिँडेका छौँ यी ल एउटा ढक्कन चाहिँ नि यहाँ रहेछ है क्लिन गरेर हिँडेका छौँ ल यहाँ बसेर खाएका हौँ हामीले ल हामी हिँड्ने है साथी हो ल अब हामी यहाँबाट बाहिर जाँदैछौँ जामुन हो र यो होइन देखिए गाइस इसको क्या बोलते हैं कमेंट में भी बताना क्लियर देखिए लाइट तेज वाले रहो यस
ल साथीहरू आफ्नो त जुत्ता पर्यो अब जब तक मगाएको सामान आउँदैन तब तक यत्तिकै हिँड्नु पर्यो साथीहरू यी ल अगाडि हिँडेका छन् हाम्रा म्याडमहरू ए साथीहरू हामी यहाँबाट अब बाहिर निस्किँदैछौँ यो गार्डनबाट साथीहरू यहाँभित्र भएका गार्डनहरूका नामहरू ल साथीहरू हामीहरू अब एक्जिट हुँदैछौँ रोज गार्डन कति राम्रो छ साथीहरू हेर्नुहोस् तपाईँहरूको लागि हो यो भिडियो बनाएकै लेवल चाहिए तिम्रो लेवल मिलेन हो बाउ तेरा हो ल साथीहरू यो एक्जिस्ट पोइन्ट हो यहाँबाट बाहिर गइन्छ भने यसैबाट भित्र पनि आइन्छ ल साथीहरू ल हेर्नुहोस् है यो सञ्जीवनी पार्कको यहाँ जति पनि यहाँभित्र खेल्ने एक्टिभिटी गर्ने ठाउँहरू छ त्यसको चाहिँ नि यो मेनु जस्तै भनौँ न यसको यहाँ सबै दिइएको छ साथीहरू तपाईँहरू यहाँ यो देखेर तपाईँहरू त्यहाँ भित्र गएर खेल्न सक्नुहुन्छ के खेल्ने हो कस्तो खेल्ने हो सबैहरू खेल्न सक्नुहुन्छ वेलकम टु सञ्जीवनी पार्क ल साथीहरू अब हामी यहाँबाट एक्सचेन्ज भइन्छ ल विभिन्न आकृतिहरूमा यो फुलहरूलाई चाहिँ नि सजावट गरेर राखिएको छ ल यता पनि छ पन्छीहरूको आकृति ल ल ल्याउ छोरी ल्याउ यत्रो बोकेर हिँड्ने हो त सानो मान्छेहरू अहिले थकै लाग्छ खुट्टा देख्छ बाबा यहाँ मारिदिनु न भन्छ फेरि अपाङ्गहरू कोही आयो भने होला नि गेट त एक्जिस्ट त्यही यो छ के अरे ल जहाँबाट हामी आइएको थियो त्यहाँबाट चाहिँ नि एक्जिस्ट भइएको छ साथीहरू जुत्ता त लगाएर हिँड्नु ल साथीहरू हामी एक्जिस्ट भयौँ यहाँबाट आउँदैछन् एक्जिस्ट भइयो यहाँबाट अब बाहिरको दृश्य हेर्नु होला तपाईँहरू छ हाम्रो अब बेलुका हो क्या यहाँ त रमाइलो हुने अब के गर्ने आउनै पर्यो टाइम मिल्दैन के गर्ने ल हेर दूरबिनले हेरेको नि यो दिदीले यहाँ दूरबिनले हेरेको क्यामेरा दिनु त ओ बाबा यस्तो यस्तो सामानहरू बेच्न राखेका छन् के कुन रे त्यो लाए त्यो जग्गाको त्यही ल हेर्नु त सानो खुसीले यस्तो महँगो लाइट ल्याएर ओहो वहाँ निसाना वहाँ परेछ मेरो जुत्ताले धोका दियो अहिले
हिँड्दा हिँड्दै प्वाक्के उक्किएर यहाँ इन्डियामा फेरि कस्तो भन्दा 40 मिनटमा 15 मिनटमा 20 मिनटमा जे सामान मगायो भने आइपुग्छ। त्यसो हुँदाखेरि चाहिँ नि अहिले हामीले सुपर ग्लु मगाएका छौँ त्यसलाई चिप्काउनको लागि। अहिले काम त चलाउनु पर्यो हेर्नुहोस्। ल साथीहरू जुत्तालाई सुपर ग्लु ल्याएर बनाइयो। अब जानु पर्यो। जान्छ छोरी ल हाप्पा गर्ने फेरि भन्छ ल भन त फेरि श्रीमती अरे हेलो हाई गरिहाल्छ नि बाटोमा हिँड्दाखेरि होइन। बाटोमा हिँड्दाखेरि हाई गर्नु परेन। नै नै भैया चाहिए नै नै हेर्नुहोस् त यी पनि नेपालीहरू नै हुन्। ए भाइ यहाँ बस्छ त हेर्नु है साथीहरू यो पुरै नेपालीहरू। नेपालीहरू हुन्। ल छोरीलाई बोक्दा बोक्दा हैरान भयो है मलाई त। यो त के हो र बोकाउने कहाँ बोकाउने छोरी कानमा हाइट हुन्छ हौ तेरिका। लाइटको सब्सक्राइब गर्नु भन्छ त्यस्तै गर्नु तपाईँहरू पनि। अरे के हो भाइ यो के हो यो निक्लिने हो राइट साइडमा कोल्ड ड्रिङ्क्सहरू केही स्न्याक आइटमहरू स्न्याक साइड बन्यो भन्यो चट्टा यस्तो राम्रो है छोरी। ठुलो भुड्को राखेर भुड्कोमा चाहिँ नि भैटो जस्तै के गमला राखेर चट्टा बोतल पम्प साइकल लिएर एक दिन राखेर चट्ट है छोरी। वाउ ग्रिनिटी चट्ट मिलाएर चट्ट साइड साइडमा यसरी आफ्नो तरिकाले फोटो खिचाएका छन्। पनि चट्ट फोटो खिचाएका छन्। रमाइलो छ जिन्दगी जे होस् यस्तोमा आएर सट्ट फोटो आफ्नो तरिकाले हाई फ्रेन्ड्स हेलो गराएका छन् साथीहरू। ल यसको पछाडि ठुलो ताल छ साथीहरू। ग्रिनिटी एकदम अच्छा मेन्टेनेन्स गरेको के ग्रिनिटीको बिचबाट मजाले ट्रेन हिँडेको देखिएको छ साथीहरू। हेर्नुहोस् तपाईँहरूले पनि
इन्डियन रेलवे। यो फ्री पार्किङ हो र यसमा गाडीहरू रोकेर कतै गयो भने पनि पुलिसले केही गर्दैन। यस्तै ठाउँमा यत्तिकै बाहिर रोक्यो भने पुलिस आएर उठाएर लिएर जान्छ। र त्यो चाहिँ ध्यान आफूले राख्नुपर्छ साथीहरू। यो तपाईँहरूले देख्न सक्नुहुन्छ लेक फ्रन्ट पार्कको यो फ्री पार्किङ हो। यसमा कुनै पनि शुल्क लाग्दैन। हाम्रो अर्को डेस्टिनेसनमा आइसकेका छौँ हामी। हामीले यहाँबाट अब टिकट लिनेछौँ। त्यो लेक फ्रन्ट पार्कको टिकटहरूको लिस्ट छ यहाँ, तपाईँ यहाँबाट हेर्न सक्नुहुन्छ। हाम्रो टिकटले लिए हामीले टिकट लिइसक्यौँ साथीहरू। फ्यामिली प्याकको टिकट 5 जनाको छ। हामी यहाँबाट इन्ट्री गेट हो साथीहरू। हामी यहाँबाट भित्र जानेछौँ र हेर्नेछौँ। अब बाहिर त खासै मान्छे भिड छैन। टाइम पनि अब त कति भयो टाइम? 5:30 भइसकेको छ बेलुकाको। र अब यहाँबाट हामी इन्ट्री गरेर यो पार्क चाहिँ नि यो पार्क राति 11 बजीसम्म ओपन हुने रहेछ। 11 बजी यहाँबाट सबै मान्छेहरूलाई निकाल्दो रहेछ साथीहरू। ल हामी यहाँबाट एडजस्ट हुँदै इन्ट्री हुँदैछौँ। 5 आपके पास कैमरा है क्या? कैमरा बोले कैमरा ना वो नहीं, वो सेलफोन का नहीं, बाकी का कैमरा नहीं। कितने जने? 1 2 3 4 5 लेडीज इधर आओ। जैसे ये 3 जने बैठ जाओ। हमारा कौन कौन है? 1 2 यहाँबाट हामी भित्र जाँदैछौँ र सामान्य स्टार्टिङको दृश्य यस्तो छ साथीहरू। यहाँ पहिला आउँदाखेरि यो फिसलन छ नि त, त्यो फिसलन थियो। तपाईँहरूलाई हेरियो फिसलन छ कि यो चिप्लो छ। यहाँबाट धन्न खसेको थियो पहिला आउँदाखेरि। ल यहाँको दृश्य यस्तो छ गाइज, हेर्न सक्नुहुन्छ तपाईँहरू। हेर्न सक्नुहुन्छ साथीहरू यहाँको पार्क। पहिला हामी गएको त्यो सञ्जीवनी पार्क भन्दा यो लेक पार्क अलिक एक्सपेन्सिभ छ। ल ठीक गाइस, ये कैंटीन में आके आप कुछ भी खरीद सकते हो, लेकिन बाहर से कुछ भी लेकर आ नहीं सकते। बाहर खा सकते, अंदर लेकर आ नहीं सकते। अभी तो यहाँ पे बाहर दिख रहा है, ये पॉप है और पॉपकॉर्न है, ये दिन तो मतलब और आइसक्रीम वगैरह। नहीं अभी नहीं, कुछ आइसक्रीम वगैरह है और पानी का, और समाता है फिर थोड़ा। अभी सन्नाटा है, कुछ भी नहीं। दशहरा का दिन भी है ना, इसलिए साइड में आई दिन ना भाई। अरे खाने को यूट्यूब चैनल। हाँ यूट्यूब ल जाऊ। कस्तो छ, राम्रो लाग्यो? ती ठुलो दिएका हुनु है, तिमीलाई माया गरेर हो नि। ल यहाँ पार्कमा त अँध्यारो पनि भयो साथीहरू। यहाँ पछाडिपट्टि
रातिमा त टल्किने रहेछ नि त सेतो कपडा त। कस्तो खोकिला घटा घटा पानी खाइदिएको त। यस्तो दामो गरेर एकदम सुन्दर पार्क छ साथीहरू, तपाईँहरू आएर पनि यहाँ घुम्ने बस्ने। अरूभन्दा नि यहाँको यो फुलहरू लगाएको एकदम आफ्नो आफ्नो तरिकाले यहाँ भिडियोहरू बनाएका छन् साथीहरू। हो यो माथि ब्रिज बनाएको छ। ब्रिज यसरी जाने फेरि यसरी आउनु फेरि यसरी जान्छ कि पार्क। यस्तो राम्रो देखिन्छ यहाँ माथि। अब यहाँ माथि चढौँ त्यतापट्टि गएर अनि यसरी यता होला नि। यसरी जाने यता नि ब्रिज। मतलब ठुलो होइन रहेछ यति स्पेसमा। कुस होइन यो चिया हो। चिया हो। फोटो खिच्दिनु न। कुस दिदी जहिले पनि के भन्छ अरे लेमन फ्लेभर टीमा हाल्छ नि। यो घाँस हो। ग्यास भएको भयो। लेमन फ्लेभर चायमा हालेर खान्छ नि, त्यही हो कि यो। केही बास्नै आएन। मलाई त बास्नै आएन। है बल्ल थाहा भयो। जाम चलो भाइ, चलो जी चलो। मजाले खेलेका छन् यहाँ। ओइ छोरी ल यहाँ पनि फोटोग्राफी काम चलिरहेको छ। यसरी घुमेर अब फेरि जानेछ होला। यहाँ बच्चाहरू मजाले खेलेका छन्, आनन्द मनाएका छन्। फ्रीको टाइममा जे होस् टाइमले सदुपयोग गरेका छन्। यता भित्रभित्र लाइटिङ रहेनछ कि है? लाइट राख्नु पर्ने खै त्यो होइन। ऊ त एउटा लाइटले त्यही एउटा लाइटले होला। यस यहाँ एकदम यो फुललाई के डेकोरेट खुब मजाले गरे कि है। ग्रिनिटी पानी दिन गएको कहाँ गयो कन गर्नु होइन कता कता भेट्नु बखर हो नि पानी लिएर यता कतै घुमिरहनु। ल साथीहरू हैदराबादको यो पार्कमा लेक फ्रन्ट पार्क। अब यो ब्रिजबाट जानेछौँ र अघि त्यहाँ तलको देखाइयो साथीहरू। अब यो माथिको ब्रिजबाट तपाईँहरूलाई यो तलको दृश्य देखाउँदैछौँ। ल हेर्नुहोस् कता चढेको छु त। अनि हामीलाई दिनुहुन्न त? तिम्रो जुठे फेरि सबैले खाने भएर सबैले खायो कि जस्तो लाग्यो नि क्या। नानी लडियो ल है। कता गयो जस्तो। ल साथीहरू गाइज देखिए गाइज हेर्नु होला लेक फ्रन्ट पार्कको यो ब्रिजबाट देखिने दृश्यहरू तपाईँलाई देखाउँदैछु। यदि तपाईँलाई यो भिडियो मन परेदेखि भिडियोलाई लाइक और च्यानललाई सब्सक्राइब गर्नु होला है। हेर्नु साथीहरू त्यहाँ गरे है।
ल हेर्नु साथीहरू, त्यो चिडिया कस्तो मजाले कडा है। एकचोटि कराइदियो न, भन्नु नमिल्ने एकचोटि, हामीले भनेर नकराउने फेरि। जोर डेकोरेसन हेर्नु होला, यो फुलहरू लगाएको। यहाँ हाम्रो फुच्ची आउँदैछ। आज झोला मैले लिएँ, मलाई र यहाँबाट हेर्ने त्यो ट्याङ्क बोटको दृश्य अब हेर्नु। पानी हो, एकदम राम्रोसित मेन्टेनेन्स गरेको छ साथीहरू। यहाँ जुन त्यो पारिपट्टि देखिने एकदम त्यो लाइटले एकदम राम्रो देखिएको छ। देख्न सक्नुहुन्छ साथीहरू, पानी त उसले फोगरै छ, तर पनि यहाँको हेर्नुहोस् अब यो लाइटिङ झन् यो एकदम सुन्दर देखिएको छ यहाँको दृश्य नाइटको। बिचमा त्यो इन्डियाको फ्ल्याग्स, यता फोटोसुट भइरहेको छ अरे, यस्तो अरे यस्तो अरे। यहाँ हेर त, यहाँ हेर त। ल जाम, अब यसो ब्रिजबाट जाम। त्यो पारीको झन् कति राम्रो देखिएको के, सट्ट यो लाइट लगाएको नि रङ्गी बिरङ्गी, त्यो राम्रो देखिएको कि पारीपट्टिको तालको जाने। अब त्यता गर न, गर्दै जाने। यो हुसेन सागर नि, ट्याङ्क बोट हुसेन सागर लेक, यो लेक पार्क। हेर्ने नै होइन, 10 रुपियाँ लाके फोटो खिचौँ न। ल आउन आजी, त्यसमा त राम्रै आउँदैन। हो श्रीमतीज्यू, हेलो हेलो, के छ हालखबर? एकदम ठिक छ। अब घरतिर जाने कि बहनी हो त नि? ट्याङ्कबोट जाने हो। कहाँ? ट्याङ्कबोट। लेक फ्रन्ट पार्कको नाइटको दृश्य साथीहरू हेर्नुहोस्, साना फाच्चा फुच्चीहरू खेलिरहेका छन्। कसको बच्चाहरू नि खै। इलेक्ट्रोनिक युज गर्नुहुन्न भने चाहिँ कसले? केही नि हुन्न, यस्ता यस्तै। तपाईँहरू देख्न सक्नुहुन्छ साथी, लेक फ्रन्ट पार्कको दृश्य नाइटको। यो लाइटहरूले एकदम राम्रो डेकोरेट गरेको छ क्या। एक त यो ब्रिजको माथि हेरेर तलको दृश्यहरू हेर्न पाइन्छ, र अर्को कुरो के हो त भन्दा झन् लाइटले गर्दाखेरि चमक एकदम आएको, झन् एकदम राम्रो देखिएको छ। ल जाम, यहाँबाट जाउँ, यताबाट चाहिँ अरे यहाँबाट जाँदैछौँ हामीहरू। अहिले माथि बाटो हिँड्दैछौँ है, माथिबाट ब्रिजको तलको दृश्य र यो लाइटहरूको एकदम राम्रो कम्बिनेट मिलेको छ र एकदम सुनमा सुगन्ध भए जस्तो देखिएको छ साथीहरू है।
सक्नुहुन्छ। अघि हामी यहाँबाटै गएका थियौँ, हेर्नु यो बाटो गएका थियौँ यहाँबाट। यो त्यही क्यान्टिन हो साथीहरू। त्यहाँबाट जुन हामीले पानी लिएका थियौँ अलिकति बाढ विवाद पनि भयो, अनि त्यहीँ आएका छौँ र फेरि योबाट अर्को ब्रिजतिर जाँदैछौँ हामीहरू। यही बाटो यही ब्रिजबाट गएर एडजस्ट भएर फेरि बाहिर निस्किन्छौँ। एकछिन घुम्दैछौँ हामीहरू, मजाले बसेका छन् यहाँ। यदि तपाईँहरू पनि हैदराबादमा भएर हैदराबादका साथीहरूले हेर्नुभएको छ भने तपाईँहरू पनि आउन सक्नुहुन्छ। हुसेन सागरको त्यो लेक फ्रन्ट पार्कमा आफ्नो केही टाइमहरू व्यस्तता भए पनि एकदम आनन्द लिएर बस्न सक्नुहुन्छ तपाईँहरू। के तपाईँहरू हैदराबादमा बस्नुहुन्छ भने कमेन्ट गर्नु होला हैदराबाद भनेर, नै त बाहिर देशबाट हेर्दै हुनुहुन्छ भने आउट अफ कन्ट्री कुन देशको नाम हो त्यो लेख्नु होला। बिस्तारै हो बिस्तारै लडिन्छ। उताली झै भुरुरु भुरुरु मैले सोचेको ज्याकेट नै लिएर आउनु बरु आफ्नो आफ्नो कपडा लगाएर आउनु पर्छ। सेतो कालो ल साथीहरू, अब यो गेट हो, यहाँबाट हामी एडजस्ट भइन्छ है। तपाईँको पनि फोन आएर नमस्कार। आरामै एकदम। तिमी आरामै छौ? आरामै भन्नु पर्यो। ल साथी, घुम्दा घुम्दा शिथिल भइयो। अब शिथिल भएर हालत खराब भएर अब हामी त यहाँ बसेका छौँ। अब ओला, युबर, जे ऱ्यापिडो जे भए पनि गाडी बुक गरेर अब हामी जानेछौँ यहाँबाट। यहाँबाट यो गेटबाट एडजस्ट भइन्छ, एक्जेक्ट भइन्छ। भिडियो यहीँ खतम गर्न पर्ला साथीहरू, र अर्कोचोटि अर्को भिडियोमा भेटौँला। भिडियोलाई लाइक र च्यानललाई सब्सक्राइब पनि गर्नु होला मन पर्यो भने। मन परेन भने त तर चाहिँ मन परेन भिडियोलाई लाइक र च्यानल सब्सक्राइब गर्नु होला साथीहरू। हामी यो गेटबाट एक्जिट भइसक्यौँ। अब आयो भने हामी गाडीबाट जानेछौँ। यो छ नि र फुच्चीलाई पनि साह्रै गाह्रो भयो अरे। त्यो फुच्चीलाई पनि साह्रै गाह्रो भयो अरे। खुट्टा दुख्यो अरे, बेलुकी गएर मालिस गरिदिनु पर्छ।